त्यो साथीहरु सबैलाई सबभन्दा पहिला त मेरो तर्फबाट यहाँ सबैलाई रामनवमीको शुभकामना र यो भिडियोमा देखिनु भयो नमस्ते दाजुभाइ दिदीबहिनीहरु आज रामनवमीको उपलक्ष्यमा म सबैलाई शुभकामना दिँदै एउटा गीत गाउन गइरहेको छु किनभने मैले युट्युब च्यानल खोलेर मैले चाहिँ यसको मोनेटाइजेसन गर्नको लागि चाहिने पब्लिक वाच आवर्स र अनि बढाउन सकिएन अनि पुगेन भनेर भन्दै हुनुहुन्थ्यो अनि यसमा यसको घण्टा पनि पुर्याउन सकिएन त्यसैले उहाँको च्यानलको लिंक चाहिँ म मेरो डिस्क्रिप्सनमा किनभने मैले देखेको छु गीत गाउनेहरूले चाहिँ धेरै चाहिँ गरे भ्यूहरु पाएको देखेको छु मैले पनि भ्यूहरु बढाउनको लागि यो चाहिँ गरे यो गीत आज चाहिँ नाटक गरिरहेको छु सबैले मेरो नाटक हेर्दिनु होला र नहाँस्दिनु होला र मैले गीत गाउन गइरहेको गीत चाहिँ एउटा हिन्दी गीत छ र आज यसो घुम्दै जाँदाखेरि मनमा यो हिन्दी गीत कताबाट दिमागमा आयो यो गीत चाहिँ मैले उहिले क्याम्पस पढ्दाखेरि हामी केरे क्याम्पस पढ्ने बेलामा हेरेको फिल्म हो र यो फिल्मको नाम त के हो मलाई थाहा छैन तर चाहिँ गीतको चाहिँ एउटा दुईटा टुक्का चाहिँ मलाई थाहा छ त्यसैले त्यो गीत गाउन गइरहेको छु र सबैले चाहिँ हेरेर मलाई चाहिँ यो मलाई सब्स्क्राइब पनि गरिदिनु होला र भ्यू पनि बढाइदिनु होला मेरो घण्टा पनि पुर्याइदिनु होला भन्ने मेरो अनुरोध छ ल धन्यवाद ल अब मैले गीत सुरु गरे ल गीतको चाहिँ जुन छ यो चाहिँ यस प्रकार छ जितनी चाबी भरी श्री राम ने उतना चले खिलौना हंसते हंसते रोना सीखो रोते रोते हंसना जितनी चाबी भरी श्री राम ने उतना चले खिलौना हंसते हंसते रोना सीखो रोते रोते हंसना इसलिए हमने राष्ट्रीय आविष्कार केंद्र चलाया है जसरी तसरी इसीलिए हमने राष्ट्रीय आविष्कार केंद्र चला है जसरी तसरी और किताब बेचेर कारखाना वीरगंज को औजार कारखाना पनि चलाइरहे हैं जितना भगवान श्री राम र माता सीताको आशीर्वादले यहाँहरूको दिन शुभ रहोस् जिन्दगीमा उन्नति प्रगति होस् र हाम्रो महावीरपुर काकाको च्यानललाई सब्स्क्राइब गरेर अनि भिडियोहरू भ्युज गरेर लाइक कमेन्ट सेयर गरेर उहाँलाई साथ दिनु होला किनकि उहाँले हाम्रो देशमा नयाँ युवाहरूलाई स्वदेशमा रोजगार दिन सकिन्छ के भन्ने लागि पर्नुभएको छ सो तपाईँ हामी सबै मिलेर सपोर्ट साथ दिनुपर्छ मेरो तर्फबाट अनि उहाँको भिडियो भ्युज र लाइक कमेन्ट भइसकेको छ अनि तपाईँको तर्फबाट पनि गरिदिनुहोस् है त धन्यवाद।